हेलो नमस्ते सबैलाई। मेरो नाम चाहिँ अमर खड्का एके। म चाहिँ आज आफ्टर लङ टाइम दाइ युएस लन्डनबाट लोकेश दादा आउनुभएको छ। सो अनि भाइ पनि छ साथमा विष्णु भाइ। सो आज हामी टावर पार्कतिर, अब सबैलाई थाहा छ यहाँ हाम्रो नेपाली दाजुभाइहरू सबै आइराख्नुहुन्छ। सो गाइज म चाहिँ आज दाइले विदेशबाट ल्याएको त्यो भ्लग बनाउने क्यामेराबाट भ्लग बनाउँदैछु। सधैँ चाहिँ मोबाइलबाट बनाएर बोलिरहेको हुन्थेँ। आज मसँग यस्तो एमआइसी माइक पनि छ अनि भ्लग बनाउने मसँग यस्तो पनि छ अनि प्लस क्यामेरा पनि साथमा छ। सो अब मेरो वरिपरि होइन मान्छेहरू धेरै छ, थुप्रै छ। मलाई बोल्न एकदम हुन्छ नि लाज लागिरहेको छ, एकदम नर्भस भइरहेको छु। तर पनि एकदम म बोल्ने भन्ने आफूलाई हुन्छ नि प्रस्तुत गर्ने कोसिस गर्नेछु आजको यो भ्लगमा। सो आज मसँग चाहिँ सरप्राइज जस्तै हो मेरो लागि चाहिँ। तपाईँहरूलाई माया गर्नेहरूको लागि सबैको लागि सरप्राइज हुनेछ। मसँग दाइ आज धेरै समयपछि भेटाएको छ होइन। अनि यता भाइ मेरो भाइ बडी बिल्डर भाइ दाइ त छ, दाइ त हुनुहुन्छ होइन। अब त्यो भन्नै पर्दैन, धेरैलाई थाहा पनि छ। हाम्रो भाइ पनि बडी बिल्डर खतरा बडी। भाइबाट चाहिँ अब मैले हुन्छ नि भाइले होइन मलाई धेरै सिकाइरहेको छ। म एकदम लुते छु नि त होइन। अब मैले पनि आउने 3-4 महिनामा अलिकति ज्यान स्यान बनाउँछु। म एकदम मोटिभेट भएको छु दाइबाट भाइबाट। भाइ एकछिन बडी देखाउन, यस्तो गर्दा भाइ यस्तो गर्दा अनि ल होइन। सो त्यही हो, सबैले आफ्नो आफ्नो ठाउँबाट गर्नुपर्छ। मैले भ्लग बनाइरहेको छु होइन, भाइले बडी बनाइरहेको छ। अब दादा अलराउन्डर भइहाल्यो, डान्स सान्स बडी सोडी भ्लग स्लग एडिटिङ हामी अब कुनै कमी नै छैन। अबको सो गाइज 1-2 हप्ताभित्र नै एउटा म्युजिक भिडियो झार्ने प्लानिङमा छु। अब किन भन्दाखेरि दाइ आएको छ, क्यामेरा पनि छ अनि त्यहाँबाट एडिटिङ भिडियो सिडियो सबै आफूसँग छ। अब पहिला मसँग केही पनि थिएन हुन्छ नि, भए पनि सबै आफ्नो आफ्नो गरिरहेको थियो। तर अहिले चाहिँ के छ भन्दाखेरि सबै छ हामीसँग, दाइसँग सबै क्यामेरा छ, हामी सबै गर्न सक्छौँ। तर अब एकदम तयारीका साथ अब चाहिँ दामी गर्नुपर्छ। म फेरि कमब्याक हुन्छु, म आफ्नै उसमा होइन, आफ्नै उसमा एकदम कमब्याक हुन चाहन्छु। सो मेरो अगाडि पछाडिहरू मान्छेहरू टन्नै छ, हेरिरहेछ मलाई, यसले के भनिरहेछ, के बोलिरहेछ, के गरिरहेछ भनेर हेरिरहेछ। तर पनि मलाई त्यस्तो कुराको मतलब भएन, मतलब पनि गर्नु भएन। मेरो बारेमा कसले के सोध्छ होइन भनेर मैले मेरो आफन्त मेरो वरिपरिको मान्छेहरूले म बोल्दै जाँदा यिनीहरूले मेरो बारेमा के सोच्यो भनेर मैले लजाएर मैले यो भ्लग बनाउन छोड्यो भने मेरो प्रगति कहिले पनि हुँदैन होला सायद होइन। हामीले अरूले गरिरहेको काम हेरिरहेको हुन्छौँ, देखिरहेको हुन्छौँ, उसले त भाइरल भएको छ, उसकोमा लाइक कमेन्ट धेरै आउँछ, मेरोमा केही पनि आउँदैन। हामीले कोसिस नै गर्दैनौँ त कहाँबाट आउँछ। कोसिस गर्नुपर्छ। मनभित्रको यो डर अनि अरू मान्छेले म प्रति के सोध्छ भन्ने कुराहरू त्यो कहिले पनि सोच्नु हुँदैन रहेछ। खासमा मैले आफ्नो कर्म गर्ने हो, काम गर्ने हो, भ्लग बनाउने हो, टक्क आफूले हुन्छ नि यहाँ गर्ने हो। त्यो कुराहरूमा मैले चाहिँ ध्यान दिनुपर्छ। म दाइबाट अब म अहिले भन्दा पनि म सानो, म अहिले अब हुन्छ नि अहिले भन्दा पनि धेरै पहिलाबाटै मोटिभेट हुने एकदमै सबै कुराहरू एकदम होप आँट हौसला दिने दाइले होइन। जहिले पनि गर्नुपर्छ भाइ, यो गर त्यो गर भनेर मलाई कति भन्यो, जिम गर, कम्प्युटर सिक, यो बना त्यो बना। तर हुन्छ भन्दै म पनि होइन त्यति बेला चाहिँ गर्छु जस्तो लाग्ने, फेरि एकछिनपछि बिर्सिने, म पनि आफ्नै धुनमा हिँड्ने। मलाई एकदमै हुन्छ नि तेरो च्यानल खोलेको कति भयो? मेरो च्यानल अहिले खोलेको मेरो समथिङ 6-7 महिना जति भयो। अमर खड्का होइन AK7 छ। अनि दाइको च्यानल चाहिँ लोकेश खड्का होइन। त्यसमा गएर तपाईँहरूले देख्न सक्नुहुन्छ जिमको बारेमा सबै कुराहरू छ। त्यसमा तपाईँहरूलाई एकदम मोटिभेट, त्यसमा तपाईँहरूले सिक्न सक्नुहुन्छ। अब बडी बनाउने मान्छेहरूले कसरी के गर्ने भन्ने कुराहरू अपलोड भइरहेको हुन्छ भिडियोहरू। त्यसमा म चाहिँ अब अलिकति त्यस्तै फाटाफुट्ट त्यही रियाक्सन अनि यो भ्लगहरू अब कन्टिन्यू दिन्छु, सधैँ अपलोड गर्दैको छु। सो अहिले पनि म एकदम लजाइरहेको थिएँ भ्लग बनाउँदाखेरि। तर दाइले होइन बना एकछिन भनेपछि कर गरेपछि मैले होइन यहाँ सुरुमै होइन अर्कैले आइरहेको थियो, अहिले बोलिरहेको छु। मलाई कसले के भनिरहेको छ होइन, सबै मान्छे हेरिरहेछ कि यताउता दायाँ बायाँ। अब तपाईँहरू देख्ने पछाडि हेर्नु, सबले हेरिरहेछ, सब यताउता हेरिरहेछ, मान्छेहरू थुप्रै छ यहाँ होइन। अनि सो त्यही हो। अब जहिले सपोर्ट गरौँ भाइको च्यानललाई पनि होइन। अनि लाइक गरिरहेको कमेन्ट गरौँ होइन, गरिरहेको बिस्तारै हुने हो। जति चाहिँ सपोर्ट गरिन्छ नि त्यसले मोटिभेट गर्छ। अनि यसो कमेन्टहरू हान्ने होइन, अब यस्तो चाहियो भन्यो भने पनि बनाउनु मन लाग्छ नि त, बनाउनु मन लाग्छ। हो सपोर्ट गर्नु पऱ्यो, यसो सेयर गरिदिनु पऱ्यो। मेन कुरो भनेको त्यही हो। त्यही त हामीलाई अब हुन्छ नि अब यसले त अब हाम्रो मान्छेको यस्तो सोचाइ छ भन्दाखेरि कस्तो भन्दाखेरि यसले हामीले बनाएको कुरा, मैले भनेको कुरा, मैले बोलेको कुरा हाम्रो मान्छेलाई ठिक लाग्दैन। के बोल्या होला भनेर मजाक उडाउँछ। तर त्यही कुरा त्यही भिडियो अरूले बनाउँदाखेरि चाहिँ उसलाई लाइक कमेन्ट हानेर राम्रो बनाएको हुन्छ। त्यही हुन्छ कि हाम्रो मान्छेले एक्लै अर्कोलाई सपोर्ट गर्दैन पहिलो कुरा
यसले के बनाएको के गरेको भन्ने हुन्छ त्यस्तो होइन गर्दै गएपछि हुने कुरा हो त्यही कुरा हो अब दाइ साथमा भएपछि नहुने केही पनि छैन त्यही छ होइन लग आज चाहिँ यसैको बारेमा थियो अनाउन्समेन्ट होइन भाइले भनिहाल्यो अब के हुँदैछ बाँकी अपडेट हुँदै जान्छ आजको फर्स्ट भ्लग चाहिँ यतिमै होला है लामो भयो भने मान्छेले झ्याउ लाग्छ ल आजको मिठो गरौँ त्यही त अब मैले के भने के बोलेँ होइन मैले मनभित्र आएको आफूलाई भन्न मन लागेको भडासहरू पुरै एकदम भनेको छु हेर्नुहुने सबैलाई सपोर्ट गर्नुहुने सबैलाई एकदमै माया छ भन्दै धन्यवाद सबैलाई लाइक कमेन्ट सेयर गाइज सबैले दाजुभाइ बाई यो हो कि